तपाईहरू पनि माल्टामा कामको खोजी गरिरहनु भएको छ भने बस यो गाईबस्तुहरूलाई दानापानी दिने कामको भ्याकेन्सी रहेको छ। ल यहाँ हेर्नुहोस्, यो चाहिँ यहाँको गाई भैँसी जस्तै हो हैन। यिनीहरूलाई दानापानी दिने कामको भ्याकेन्सी रहेको छ। को इच्छुक हुनुहुन्छ बस यिनीहरूलाई हेरचाह गर्नु पर्यो। अलि ठुलो खाले गाई भैँसीहरू पनि छ यता हैन। यतापट्टि भेडा बाख्राहरू पनि रहेको छ। माथि भोटे कुकुर पनि रहेको छ। र अनि अलिकति पर गएर हामी अर्कोलाई दानापानी दिन जाँदैछौँ। अर्कोको अहिले पानी खाने समय भएको छ, सो उसलाई हामी पानी खुवाउन गइरहेको छौँ। एकदम सजिलो काम छ। तिर्खाएर आइरहेको छ सबैजना। को इच्छुक हुनुहुन्छ भ्याकेन्सी रहेको छ। सो माल्टामा काम खोजिरहनु भएको लागि भ्याकेन्सी। को इच्छुक हुनुहुन्छ यहाँ काम गर्नको लागि बस यिनीहरूलाई नुहाइदिने दानापानी दिने काम सजिलो छ, त्यस्तो धेरै गाह्रो छैन। सो तपाईहरू इच्छुक हुनुहुन्छ भने कमेन्ट बक्समा गर्नु होला हैन। सो सिम्पल हो, यिनीहरूलाई नुहाइदिने दानापानी दिने अनि यसलाई पनि नुहाइदिनु पर्छ। यो झन् सजिलो हुन्छ एकदम। इच्छुक महानुभावहरूले हैन कमेन्ट गर्न सक्नुहुन्छ है त।